अब यो सी भेराइटीमा चाहिँ अनि कोपिलाहरू आउन थाल्यो। यो चाहिँ लाइट साइडको प्रभाव होइन, यो चाहिँ लाइट नभएको एरियामा हो यो कोपिला होइन। छन् धेरै राम्रैसँग कोपिला आछ। यहाँ देख्न सक्यो कमिलाहरूले दिन थालेछ कोपिलामा। हो अन्त अनि कोपिला बर्बाद गर्ने भयो। भर्खर पानी परेको सी भेराइटीमा चाहिँ कोपिला देखियो होइन। सबै पिलरमा यहाँ हाल्नु न कमिलाले, हाँगै भाँचेर पारिदिन्छु कमिलाले। यहाँ कोपिला छ, ऊ त्यो बोटमा पनि कोपिला टन्नै देख्न सकिन्छ है। भर त आएको छ यो तल पनि त्यस्तो, यो आयो यही आएको छ त, यहाँ माथि पनि आयो होइन। फेरि आएको छ यहाँ छ होइन। कोपिला छन् जो सी भेराइटीमा आयो। अब हामीले त क्रस ब्रिड भेराइटी भनेर जुन यो किसान मित्र युट्युब च्यानलबाट ल्याएको थियौँ नि, 1 केजी 400 ग्रामकोसम्म देखाएको थियो युट्युबमा फल्ने भनेर। त्यसमा चाहिँ मैले परैसम्म पनि हेरेँ, अहिलेसम्म कोपिला देखेको छैन। गत साल पनि अन्य सेतो गुदी भएको भेराइटीमा, पहेँलो भेराइटीमा अलि ढिलै आएको थियो। यो सी भेराइटीमा चाहिँ चाँडै कोपिला आएको थियो। यसपालि पनि त्यस्तो देखिएको छ। अब यो सी भेराइटीकोमा चाहिँ चाँडै कोपिला आछ। सेतोमा पनि आएको छैन, पहेँलोमा पनि आएको छैन, र अर्को रातो गुदी हुने मध्ये यो जुन यो क्रस ब्रिड भेराइटी हो, यसमा पनि खै अहिलेसम्म यहाँसम्म मैले हेर्दै आएको छु, देखाएको छैन। एउटा पोहोर पनि मलाई लागेको थियो। अब ड्रागन फलको चाहिँ स्थानीय मौसम अनुसार चाहिँ फरक हुन्छ। जस्तो यो ठाउँको लोकालिटीमा यहाँको मौसममा होइन ढिलो फल्ने, छिटो फल्ने, ठुलो फल्ने, सानो फल्ने, मिठो फल्ने, नमिठो फल्ने भन्ने हुन्छ भन्ने सुनेको थिएँ। त्यति मात्रै नभएर प्रजाति अनुसार पनि हुन्छ है भन्ने हाम्रो मान्यता हो। त्यही भएर सी भेराइटी हामीले रोजिरहँदाखेरि त्यस्तो रोगकै कुरा गरौँ त होइन। यही रोग लागेर त्यस्तो भएको छ प्रत्येक बोटमा। यो चाहिँ अब क्रस ब्रिड भेराइटीको जुन थियो राणा ड्रागन फ्रुटबाट ल्याएको। सँगैमा सी भेराइटीको हेर्न सक्नुहुन्छ छैन। यो चाहिँ अब कमिलाले चाहिँ खान्छ है। फेरि कमिलाले चाहिँ जस्तै पाता खाएको छ। यो भएको भनेको सबै कमिलाले खाएको हेर्नु नै, कमिलाले यस्तरी खान्छ। अब हामीले औषधि विषादी प्रयोग गरेका छैन, त्यो पछि कमिलासँग चाहिँ साह्रै हारिएको छ अहिलेसम्म। जहाँ कमिला लागेको छ त्यहाँ कमिलाले नै जितेको आएको छ। कोसिस जारी छ, छोडेको छैनौँ होइन। देखाएको छ सबै बोटमा अब छ। जम्मै पिलरहरूमा चाहिँ यसरी कोपिलाहरू यो सी भेराइटीको जुन छ त्यसमा आएको देख्न सकिन्छ। यो इक्वेडर पलोरा वर्ल्डको सबैभन्दा स्विट ड्रागन फ्रुट, यसलाई हनी ड्रागन पनि भनिन्छ। यसमा आएको छ कि कोपिला हेरौँ। पुष्ट चाहिँ देख्यो तर कोपिला होइन। यो हनी ड्रागन इक्वेडर पलोरा, यसमा पनि रोग चाहिँ नि देखियो। हामीले ढुक्कले यो सी भेराइटी गर्नेहरूले चाहिँ रोगको ढुक्क लाग्थ्यो नि, लाग्दैन भन्दा त्यस्तो देखियो नि। हेर्नु त कस्तो हाँगे, कस्तो फङ्गसले। तर औषधि हाला होइन, विषादी पनि हाला होइन, छोडिदिएको छ जसरी हुन्छ भन्दा अन्तिममा सुकेर खङ्ग्रङ्ग भएर डाँठ यस्तो भयो अवस्था छ। अब यो इक्वेडर पलोरामा पनि अहिलेसम्म चाहिँ कोपिला आएको देखिएन। सेतो उता माथि छ, बिहान मैले हेरेको थिएँ सेतो भियतनाम वाइट जुन हो त्यसमा पनि आएको छैन।